युट्युबमा हाल्ने हो क्या? युट्युबबाट पैसा आउँछ अनि भिडियो हालेपछि हो, भ्लग हालेपछि होइन। अनि सबैले हेरेपछि सब्सक्राइब बढेपछि अनि पैसा आउँछ क्या पछि। गाइज युट्युबको पहिलो कमाइले चाहिँ मम्मीलाई सुन किनिदिनु अरे, अनि 1 तोला अरे सुन चाहिँ। हेलो एभ्रीबडी, गुड मर्निङ, वेलकम ब्याक टु न्यू भ्लग। सो आज चाहिँ बिहानदेखि घाम लागिरह यस्तो खतरा। म चाहिँ डोको बोकेर कहाँ जाँदैछु भन्नुहुन्छ होला, सोत्तर काट्नु जाँदैछु म चाहिँ। आज दिन उक्रेर मम्मी र म जाँदैछौँ, अनि एक भारी सोत्तर लिएर आउने हो। आज घाम लागिरह टिलिक्कै, आज मौसम पनि बबाल छ। यस्तो छ घाम लागेर। अनि हामी चाहिँ माथि जाने सोत्तर, त्यताबाट जानु। अनि मल कहाँ छर्ने? ल जाउँ त उभैबाट। हामी चाहिँ माथि जाने हो। अनि रोपाइ चाहिँ सकिएकै छैन, धेरै टाइम लाग्छ, अझै 1 हप्ता जस्तो लाग्छ। अरूको पनि हिँड्नुपर्छ। आज तपाईँ एक्लै बिउ काट्ने होइन? भोलि चाहिँ सघाउनु जाने, पर्सि पनि सघाउनु। अब 22 गतेसम्म त सघाउनै पर्छ, अनि मरिने भयो यसपालि। मैजारामा के काट्नु अरे मम्मी? कुन भाले? मैजारामा चाहिँ एनी भाले काट्नै पर्छ क्या। अब जसको भयो भने मैजारामा चाहिँ भाले काट्नै पर्छ। गाउँ चाहिँ यस्तो छ, यस्तो घाम लागिरहेको चाहिँ आँखै हेर्न नसक्ने घाम लागिरहेछ होइन। हामीले सोत्तर यही काट्नुपर्ने हुन्छ, सोत्तर टन्नै छ सोत्तर। मम्मी चाहिँ त्यहाँ आउनुहुँदैछ। मौसम चाहिँ राम्रो छ होइन, बब्बाले छ मौसम चाहिँ चारैतिर। यो लमाखु हो, यो पेलुङ, यहाँ छ दिक्तल, यो कुहिरोमा छ दिक्तल चाहिँ ठ्याक्कै। यो कुहिरोले ठ्याक्कै छल्लो क्या दिक्तलमा देखिन्थ्यो, दिक्तल त्यहाँ छ। मम्मी दिदीले फोन गर्नुभयो? कहाँको काट्ने सोत्तर? मैले भ्लग बनाएको क्या, भ्लग बनाएको भिडियो पछि हेर्नलाई। अब भोलि पर्सि युट्युबमा हाल्ने हो क्या? युट्युबबाट पैसा आउँछ अनि भिडियो हालेपछि हो, भिडियोबाट पैसा आउँछ नि त टन्नै। भिडियोबाट पैसा आउँछ क्या यस्तो भ्लग हालेपछि होइन। अनि सबैले हेरेपछि सब्सक्राइब बढेपछि अनि पैसा आउँछ क्या पछि। मान्छेले कति कति कमाउँछन्। हिँड्नु लु सोत्तर काट्नु। अनि पैसा आएपछि तपाईँले के किनिदिनु? के किनिदिनु भन्नु नि त? जे भन्नुहुन्छ त्यही किनिदिन्छु हो होइन। सुन कति तोला? 1 तोला लाउने। ल गाइज युट्युबको पहिलो कमाइले चाहिँ मम्मीलाई सुन किनिदिनु अरे, अनि 1 तोला अरे सुन चाहिँ। अहिले कति पुगेर सुनको भाउ थाहा छ? कति? 2 लाख पुग्न आँटो। 1,98,000। 2 लाखमा 2,000 कम। कुन? यतै काटौँ त, यतै तल्लो घडेरीमै गएको भए हुन्थ्यो क्या बरु। त्यो सोत्तर ल त्यही जाउँ ल फेर्नु। अनि तपाईँलाई जेठो छोराले सुन किन्दैन? कति किनिदियो? कहिले? गफ नहान्नु न।
सुन किनिदियो अरे हो र अनि अब तँ त कमाउनु गर त किनिदियो त म त अनि कमाएकै छैन अनि तपाईँ होइन तलमा काट्नु म यहाँ माथिबाट काट्छु है यहाँ तपाईँहरू त 70 काट्नु मम्मी चाहिँ यहाँ मुनि काट्ने अरे म चाहिँ यहाँ ढाल्नु पर्ने छ होइन सो यस्तै छ अब टक्कसँगले मम्मीसँग गफ गर्दै काट्नुको मजा नै बेग्लै छ नि होइन म चाहिँ यो ढाल्छु घाम लागिरह खतरा घाम लागिरह अब म चाहिँ 70 काट्नुपर्ने हुन्छ हे गाइज भिडियो कस्तो लाग्यो हजुरहरूलाई यतिन्जेलसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई यही भन्न चाहन्छु थ्याङ्क यू फर वाचिङ दिस भिडियो अनि के कस्तो लाग्छ हजुरहरूलाई कमेन्ट गर्नु होला यस्तै भिडियो लिएर आउने नै छु म